हेलो गाइस, वेलकम ब्याक टु माई न्यू डे न्यू भ्लग। आज चाहिँ हामी माछा मार्नु जान आँटेको छौँ। हाम्रो पाहाडबाट रन्जु दिदी अनि यता मन्जु दिदी आउनुपर्छ होइन। अनि हामी चाहिँ माछा मार्नु जान आँटेको छौँ। सुनिल दा यता बाबा, हामी चाहिँ माछा मार्नु जान आँटेको छौँ। एकदम ठुल्ठुलो माछा लिएर आउँछ। हामीले बढिया पालेको छौँ माछा हो, पोखरीमा मामा घरमा। अब हामी लिनु जान आँटेको छौँ। ल जो चलते हैं इधर से। बाटो चाहिँ एकदम बढिया छ हो, छ नि यहाँ तपाईँ लगभग 1 किलोमिटर जति एकदम खरानी 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 छ। कम्मरमा हात लाएर गयो यहाँ बाइकमा मजाले अलिक कम्मरमा हात लागेको थिएछ। अनि मार खाना लडेको क्या बुढाले त बाइकमा अर्कैलाई दिइरहेको थियो। हाम्रो माछा पोखरीमा एकदम गरेर हो। पोखरी यहाँ एउटा यहाँनिर पनि एउटा दुईवटा पोखरी छ गाई गाई हाम्रो हुँदा नि मामा हुन्छ। एकदमसँगले हामी चाहिँ मामा घरमा आइपुगिसकेको छौँ हो। खोइ मामाहरू हुनुहुन्न कि के हो? यसमा जाने हो कि अर्कोमा? एकदम हामी चाहिँ ल गाइस पोखरीमा आइसकेको छौँ। यो चाहिँ गाइस पोखरी रहेको छ। यहाँ चाहिँ हामी चारा हाल्दैछौँ, बाल चारा हाल्दै हुनुहुन्छ हो। यता केटाहरू चाहिँ एक्टिभ भइरहेछ एकदम एकदमसँगले एक्टिभ। देखाइदिनु हौ, झुलझुल देखाइदिनु हौ, सुनिललाई यसो देखाइदिनु हौ। शिकार लिनुलाई दियो एउटा। अब चाहिँ माछा आउनु थालिसकेको छ। यहाँ चारो हालेर चाहिँ माछा बोलाएको हो होइन। एकदम उमार्नु न एकदमसँगले। अहिलेसम्म चाहिँ बुझेन मात्रै देखा परेको छ हो। जब ठुलो आउँछ नि बढिया बढियावाला छ यहाँ, बढिया बढिया। अलिक लुकेर हेर्नुपर्छ, आउँदैन मान्छे देखेर। ओगाएको छ कि के हौ? सुरु भयो सुसै हौ, सुरु भयो नि, सुरु भयो, सुरु भइसकेको छ। अब चाहिँ म पनि गेटअपमा अब टक्कसँग निक्लिन्छु, पेन लगाएर राख्छु। पेन चाहिँ खोलेर चट्टसँगले पस्ने। हाम्रो यता चिनिहाल्नुहुन्छ र हाम्रो एकदम भ्लगको पार्टको एकजना यात्रा हो भने हो हाम्रो प्रितम दादा। प्यारो नाम चाहिँ अन्डु दादा, बोलाउने नाम चाहिँ हाम्रो प्रितम भाइ हो होइन। हामी प्यारले बोलाउँछौँ अन्डु दादा। एकदम बवाल छ। दाइहरूले सुरु गरिसकेछन्, एकदम सुरु भइसकेछ माछा।
मामा सो सानो भ्लग पनि बनाउँदै आएको नि माइजू एकदम यहाँ हाल न यहाँ एउटा आएको एकदम देखाइदिएन हौ माछा खोइ के भएको छ यहाँ गर्दैछ त सुमा खानु भन्दैछ हौ अब गानमा जुगा टाले त्यहाँ होइन होला भ्याट चालिएछ नि खेतमा भ्याट लुगे नन्नले निकालिहालेछु भर्खरै चरे ए दुलो यहाँबाटै म भन्नु त आउनु त्यहाँ बाउ छोड्नु न निकाल्नु न देखि खेत थोरै यहाँ देख यता आउनु यहाँ आम्मा सानो सानो अघि दुईटा पकाएर मैले हातले त्यो एउटा त कुनामा चेपाएको बेला त एकदम हाम्रो माछा यहीँ ठुल्ठुलो चाहिँ फेरि यहाँ छ नि ऊ गाई चाहिँ एकदम भर्रान्डेवाला माछा यस्तो फालेको छ आज चाहिँ तिमीहरूसँग गलेर पाक भयो गलेर कति साह्रो यार यस्तो ठुलो कोही ल्याउनु पर्ने रहेछ क्या बाउ को तारेर हेर्नु नि अरिनेट पछि लाएर नि ल्याउनु पर्ने रहेछ लगाएछ हामीले चाहिँ माछा एकदम मारिसकेको छु हो तपाईँलाई घरमा गएर देखाउँछु ल अब चाहिँ हामी हिँड्दैछ हाम्रो हालत त्यस्तो भइसकेको छ हो एकदम यो अहिले चाहिँ दुईवटा माछा पक्रेको त यत्रो यत्रोवाला ल बाई तपाईँलाई घर गएर देखाउँछु एकदम दामी दामी माछा पक्रेको छ हामीले हो सुप हालेर भरे गरेर खाने हो पछाडि जानु भयो राखिदिउँ चलो चलते हैं चाता चाता यहाँ चाहिँ पक्रेको छ तर यहाँ अस्ति भर्खर अर्कै माछा हालेको छ हाम्रो माछा चाहिँ यही हो एकदमसँगले बढिया बढियावाला एकदम यसले त यस्तो त तिनवटा पक्रेको कि दुईवटा हौ दुईवटा पक्रे यार हाम्रो यता पनि छ नि यो माछा यता छ आज ठ्याङ्ग्री फुटेको छ यही हो एकदम ल एकदम गाइस हाम्रो चाहिँ यहाँ माछा फ्राई भइरहेको छ माछा त अलिक ढुक्कै क्या हो एकदम माछा फ्राई हो यो अर्को आइटमको माछा यहाँ ल्याएको रहेछ त्यो अर्को आइटमको माछा एकदम पकाइहाल्छु हो मासु यो चाहिँ मेरो लागि म चाहिँ माछा खाँदिनँ नि त त्यही भएर मासु पनि सकिन आँटेको छ अब चाहिँ सबले खाइसक्यो कि क्या हो मैले मात्र बाँकी हो गाइस हामीले चाहिँ एकदम माछामा रहिसकेको छौँ होइन यस्तै नै भ्लग लिएर आउने छु सो बाई बाई सी यू नेक्स्ट भ्लग